तपाईलाई थाहा छ नेपालले टी20 विश्वकप 2026 अघि वार्म अप म्याच खेल्दैछ, तर इन्डिया अस्ट्रेलियासँग होइन। किन क्यानाडा र युएईसँग मात्रै? के आइसिसीले नेपाललाई हल्का लिएको हो? के यो नेपालकै फाइदाको चाल हो? आज सबै कुरा खुल्ला र सिधा भन्छु। हेर्नुहोस्, वार्म अप म्याच भनेको सो म्याच होइन, यो प्र्याक्टिस ग्राउन्ड हो। आइसिसीले यस्तो गर्छ, ठुला टिमहरू ठुला टिमसँगै एसोसिएट टिमहरू आपसमा। किनभने इन्डिया र अस्ट्रेलियाहरू आफ्नै सिक्रेट ट्याक्टिक देखाउन चाहँदैनन्। वार्म अपमा चोट लाग्यो भने मुख्य म्याच बिग्रिन्छ, टाइम टेबल टाइट हुन्छ। त्यसैले नेपाललाई क्यानाडा र युएई समान लेभल, समान प्रेसर, समान फाइटसँगै तुलना गरेर वार्म अप म्याच खेल्न दिएको हुनसक्छ। नेपालले पहिला पनि युएईसँग स्ट्रगल गरेको छ, क्यानाडासँग क्लोज म्याच खेलेको छ। यी टिमहरू विक होइनन्, नेपाल जस्तै हङ्ग्री टिम हुन्। वार्म अपमा यस्तै टिम चाहिन्छ जहाँ गल्ती देखिन्छ, सुधार त्यहीँबाट सुरु हुन्छ। वार्म अप सकियो भने अब सुरु हुन्छ साँचो युद्ध। नेपाल भिड्दैछ इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली, स्कटल्यान्ड। अब यहाँ प्र्याक्टिस छैन, पोइन्ट चाहिन्छ, गल्तीको माफी हुँदै छैन। वार्म अपका पोजिटिभ कुराहरू। पोजिटिभ के छ त? प्रेसर बिना एक्सपेरिमेन्ट हुनेछ, न्यू प्लेयर टेस्ट हुनेछ, पिच र कन्डिसन बुझ्ने, कन्फिडेन्स बिल्ड गर्ने। वार्म अपका नेगेटिभ कुराहरू पनि म तपाईँलाई बताउन चाहन्छु। नेगेटिभहरू पनि छन्, जो चाहिँ बिग टिमहरूसँग खेल्न पाइएन, रियल पिच, रियल पावर सामना कम गर्नु पर्यो। अब लाइभ अपडेटको कुरा गरौँ। लाइभ अपडेट कहाँ हेर्ने? क्रिक बज, ESPN क्रिक की इन्फो, स्कोर कमेन्ट्रीहरू, आइसिसीका अफिसियल पेजबाट अपडेट हामी पाउन सक्छौँ। तर मेन म्याचहरू टिभी र होटस्टारबाट हामी हेर्न सक्छौँ। वार्म अप सानो देखिए पनि नेपालको सपना सानो छैन। क्यानाडा, युएई प्र्याक्टिस हो, इङ्ल्यान्ड, वेस्ट इन्डिज परीक्षा हो। अब प्रश्न यो होइन नेपालसँग वार्म अप म्याच ठुलो टिमसँग किन भएन। प्रश्न यो हो, नेपाल सरप्राइज दिन तयार छ कि छैन। तपाईँलाई कस्तो लाग्छ? कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला।